काण्डै काण्ड काण्डै काण्ड काण्डै काण्ड काण्डै काण्डले भरिएको नेपाल र नेपालीको दिमाग। जता हेऱ्यो काण्ड, जता हेऱ्यो काण्ड। राजनीतिकवाला काण्ड आउँछ नि, हो त्यसलाई चाहिँ वास्ता नगरौँला, किनभने त्यो राजनीतिकमा भइरहन्छ, बेला बेलामा आइरहन्छ क्या। जब यो प्राइभेटवाला काण्ड आउँछ नि, त्यसपछि सबै मान्छे एक्टिभ हुन्छ क्या, चाहे केटा हो चाहे केटी हो, सबै एक्टिभ हुन्छ। अस्ति त्यो फ्रेस फोटो पठाउन भन्नेवाला काण्ड आएको थियो नि, त्यसपछि सबै केटाहरू त्यो केटाको पछि लाए क्या। त्यो फ्रेस फोटो पठाउन भन्नेवालाको पछि लाएर खुब आफूले जेन्टलम्यान प्रुभ गर्न खोजिरहेको थियो सबले। आफूले जेन्टलम्यान होइन, एकदम भला आदमी, ओहो यो त खतरा रहेछ, एकदम रेस्पेक्ट गर्दो रहेछ केटीलाई, केटीको पक्षमा बोलेछ, केटीको सपोर्ट गरिरहेछ, वाउ भन्ने टाइपको प्रुभ गराउन खोजिरहेको थियो क्या। तर जब यो केटीको काण्ड आयो नि अहिले, त्यही मान्छेहरू आफ्नो त्यो बटारेर त्यो केटीको पछि लाएछ क्या। हरेक ठाउँमा त्यो केटीलाई बदनाम गर्दैछ, एभ्री पर्सन क्या। हरेक मान्छेहरूले त्यो केटीलाई बदनाम गरिरहेछ क्या। एउटा काण्ड आयो त्यसको इनबक्समा भने त्यसले 100जनालाई फरवर्ड गर्छ क्या। केटाहरूले यसरी आफ्नो पारा देखाइरहन्छ क्या। कहीँ चाहिँ केटीहरूलाई एकदम सपोर्ट गरे जस्तो गर्छ होइन, आफूले एकदम जेन्टलम्यान देखाउँछ क्या केटाहरूले, एकदम जेन्टलम्यान वाउ भन्ने टाइपको देखाउँछ होइन। जब यो केटीको काण्ड निक्लिन्छ नि, त्यसपछि असली रूपमा आउँछ क्या केटाहरू। त्यही भएर भन्छु, यस्तो दुईटा फेस किन देखाउँछ क्या केटाहरू, किन देखाउँछ दुईटा फेस यार। काण्ड निक्ल्यो, इन्जोय गरेर सक्यो त डिलिट हानिदेऊ। तिम्रो इन्भेस्टमा आयो भने पनि काण्ड हेर हल्लाउ छोडिदेऊ क्या, सक्यो। बाहिर किन फरवार्ड गर्नु पर्यो सबलाई, किन देखाउनु पर्यो सबलाई, उसलाई बदनाम किन गर्नु पर्यो। काण्ड निक्लिन्छ, बेला बेलामा सबैको काण्ड निक्लिन्छ। रिलेसनसिपमा यो भनेको कमन चिज हो क्या। रिलेसनसिपमा कमन चिजै हो। मान्छेहरूले भन्छ नि, ए आफ्नो इज्जतको ख्याल नगर्ने। जब तिनीहरू पनि डिप्लोमा पढ्छ नि, त्यसपछि बोयफ्रेन्डले भनेको अथवा गर्लफ्रेन्डले भनेको, इभन केटाहरू पनि होस्, यदि गर्लफ्रेन्डले कुनै उसको निड माग्यो भने उसले तुरुन्त पठाइन्छ क्या। केटीहरू पनि त्यस्तै हो। जब डिप्लोमा पढ्छ नि, डिप्लोमा पढेपछि आफ्नो बोयफ्रेन्डको कुनै पनि कुरा नगार्न सकिन्न क्या। कुनै पनि कुराहरू नाइ भन्न सकिँदैन। नाइ बिस्तारै भनिन्छ, पहिलोचोटि दोस्रोचोटि भनिन्छ होला, तेस्रोचोटि चौथोचोटिबाट नर्मल हो। त्यो भनेको नर्मल हो। त्यही भएर त्यस्तो त्यो आफूलाई एकदम जेन्टलम्यान प्रुभ गर्न नखोजो केटा हो केटी हो, जो पनि काण्ड निक्ल्यो, मजा गर, इन्जोय गर, सक्यो। त्यसलाई डिलिट हानेर सकाइदेऊ। आफूले इन्जोय गर, बाहिर फरवार्ड गर्न परेन र त्यो केटीलाई बदनाम गर्न पनि परेन क्या।